नमस्ते। आज हामी यो हाम्रो फाइनल डे एकदम यहाँ केक बन्दैछ। यहाँ यस्तो बन्दैछ। अब यहाँ हेलो के भन्नुहुन्छ? हजुर उहाँको यस्तो बनेको छ। अनि यता उहाँले एकदम राम्रो छ उहाँको। हेलो म्याम, नमस्ते। नमस्ते। के बनाउँदै हुनुहुन्छ म्याम? हजुर केक फिनिसिङ गर्दैछौँ हामी। ओके। हेर्नु हजुरको हात चाहिँ यस्तो भयो के, यहाँ यतिको हुनु पर्यो। हेर्नु यसरी अब यसरी हुनु पर्यो नि त, होइन? ल फेरि ट्राई। ओके ट्राई गर्नुहोस्। फेरि थप्नु पर्ने होइन? कहाँ थप्ने हो, जता थपे पनि यो हेर्नु यता प्यालेट नाइफको टुप्पोमा लिने हो। जहिले पनि जता थप्नुपर्छ हामीले प्यालेट नाइफको यसरी माथि टुप्पोमा लिने। जस्तै अब यहाँ थप्नु पर्यो, बिचमा छ नि त यो, होइन? बिच यता आउनुहोस् न, बिचमा छ भनेपछि यहाँनिर लगेर लगाइदिने हो। अनि फेरि हजुरको जस्तै तल छ भने पनि टुप्पोमा लगायो भने सजिलो भयो नि, होइन? तलपट्टि थप्नलाई सजिलो भयो हो। अब फेरि माथि कतै माथि पुगेको छैन भने फेरि माथि पनि यसरी नै लगाइदिनु के, तर बराबरमा चाहिँ हुनु पर्यो है। हजुरको के भइरहेछ? के भइरहेछ मलाई थाहा छैन। स्ट्रेट है, स्ट्रेट हात चाहिँ स्ट्रेट हुनु पर्यो। हजुरको एकदमै स्मुथ देखेको थियो के, तर यसरी छाता जस्तो तल माथि गर्नुभएको। यसलाई चाहिँ स्ट्रेट यहीँबाट यहीँ स्ट्रेट सिधा बनाउनलाई पनि स्ट्रेट हो। हल्का दाबे भने यता साइडमा आउँछ। मैले माथि तल गरेँ, स्ट्रेट छैन। यसरी हो नि त। ल भयो। हजुर मपट्टि ठेल्नुहुन्छ क्या। अनि प्यारेग्राफमा हात राख्ने यसरी भने जतिसुकै भजोस् पहिला यहाँ सघाउने काम। कहाँ घुमाउनु न। मोगली घुमाउनु माथि चलाए जस्तै चलाउनु नि। हजुरको चाहिँ फेरि ठ्याक्कै अपोजिट, रोजीको ठ्याक्कै अपोजिट भयो कि। हजुरहरूको चाहिँ फेरि रोजीले यता लग्नु भयो बढी, हजुरले यता ल्याउनु भयो क्या बढी हो। त्यही भएर यस्तो भयो कि। त्यो चाहिँ भर्किँदैन कि माथि सोर्ने होइन, बिगा चाहिँ यसरी सोर्ने होइन। कहिले पनि मैले के भनेको थिएँ, यता आउनु। जहाँ खाली छ यता यता यता, जहाँ खाली छ ठ्याक्कै यसरी अपोजिट साइड बनाउनु। अनि यसरी त्यही लेभलमा यहाँ यसरी सोर्ने, यहाँबाट यसरी लाउने, यहाँबाट यसरी लाउने। त्यसरी त तपाईँको बनेको केही पनि बिग्रिँदै जान्छ।
डार्क भएको भए ठ्याक्कै देखिन्थ्यो पनि होइन, तर यो डार्क छैन, वाइट छ। चक्लेट होइन यसलाई के गर्ने भन्दा यसरी सर र फिजाइदिने हो सबैतिर इक्वेली। स्मुथ बनाउने है। देखियो यसलाई यतिकै छोड्दा नि भयो हो, यसलाई यसरी बिस्तारै तल झारेर यतिकै छोड्दा नि भयो। यसलाई कम्प्लिट गर्ने हो भने यसरी फेरि बिस्तारै ठिक छ। मुनि प्रेस गर्ने अनि यसरी तान्ने है। ल यो खाली यतिको त पाइपिङ गर्न आउँछ होला नि त, हातले नि मिसिन्छ अहिले। ल रिकर्डिङ गर्नु होला छ नि होइन। हजुरहरू एक चाहिँ अब इजी छ, त्यस्तो खासै केही टेक्निक मात्रै जाने पुग्छ। त्यसको लागि चाहिँ तपाईँले धेरै त्यो मुनि लाग्यो त कि लाग्ने हो? मुनि सबै लाग्ने होइन। त्यसको लागि बस त्यही हो, हल्का हातले खेलाउन जानु पऱ्यो है, होइन भन्नु न यो चाहिँ अब एकदम यसमा चाहिँ प्लेन बनाउनु पऱ्यो नि त। यस्तो त अब केक हुँदैन, कस्तो हुन्छ के त्यो डिजाइन हो नि त्यस्तै राख्दा अनि माथिबाट अब यस्तो हुनुभयो कि डिजाइनले टक्क कलाएर यस्तो क्या हेर्नु चिल्लो भएन। तपाईँ गाडीमा भन्नुहोस् गर्नुहोस्, हजुरलाई लेडिज कलरै बनाइदिन्छु। हाम्रो केकहरू यस्तो बनेको छ। यो चाहिँ अब यस्तो बन्यो। खै हजुरहरूको केक यसो देखाइदिनुहोस् है। हेलो, हजुरको केक होइन यो? ओके, थ्याङ्क यू। हेलो, नमस्ते, थ्याङ्क यू सबैजनालाई। आज चाहिँ हाम्रो लास्ट डे थियो। केही भन्नुहुन्छ म्याम? केही भन्नुहुन्छ? हजुरहरूले भन्यो कस्तो लाग्यो क्लास भनेर, मैले त के भन्नु र। ओके, हजुर हजुर केही भन्नुहुन्छ हजुरले? राम्रो गर्नु, मैले सिकाएको प्र्याक्टिस गर्नु, त्यही हो मेरो त के भन्नु। ओके, हजुर के भन्नुहुन्छ? म त केही भन्छु। हेलो रोचक, के भन्यो? म धेरै भन्न चाहन्छु, अलिक टाइम छैन। ओके, थ्याङ्क यू। हाम्रो चाहिँ आज हाम्रो लास्ट डे आइरहेको छ। सबैजना अब त्यही हो। सबैजनालाई हामी चाहिँ यो वजर बेकरी स्कुलमा आएर यस्तो खालको केक बनाएको छौँ। अब यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद। म्याम, साथीहरू सबैजनालाई थ्याङ्क यू। केही भन्नु छ कि? के भन्नु छ?